केयर गिभर काम गर्न आएको करा लाउन आएको यार। अस्ति यो जम्मै सेतो पार्यो घटेर, अब करा लाउनु पर्यो। कपालमा भयो भने यस्तो हुँदो रहेछ कि बोजूले चाहिँ अब एउटै काममा होइन अब घरमा बसिसकेपछि A to Z गर्नुपर्ने रहेछ भन्ने कुरा उसको रहेछ नि त। अब हाम्रो रुल्समा अब यस्तोहरू गर्नु मिल्दैन, तै पनि गरिदिनु पर्यो होइन। हिजो के भन्छ भनेको थियो म आफ्टर लन्चमा गरिदिन्छु भनेर सोचेर बसेको थियो। बजु त बम भएर बसिरहेको रहेछ नि, गरेन भनेर। साले को बम से उड़ा दूंगा एक बार हाथ में आ जाए मेरो कहाँ भएन यार, थाहा छ त जानी बुझिकन त्यसो गरिरहेको छ, थाहा छ तँलाई जानी बुझिकन यसो गरिरहेको छ। मतलब छैन भाइ, 5-10 मिनटको काम छ गरिदिने हो, मलाई टेन्सन छैन। तर ऊ रिसाए के, ऊ रिसाइसकेपछि भाइ म पनि भाइ कन्ट्रोल गर्नु सकेन, म पनि रिसाइदिएँ। अनि करायो रिसायो, ल ल ल गर्नु पर्दैन म सबै मै गर्छु भने पछि 1 घन्टा बाद मलाई अलिकति मेरो फेरि 1-2 घन्टा बाद रिस मरिहाल्छ नि त। अनि बोजूले गएर अनि सरी भने होइन, ठुलो बडा मान्छे भनेर सरी मागेँ। अनि म हुन्छ गरिदिन्छु अरे, मान्दैन बोजू, मान्दैन आम्बो गर्नु पर्दैन, मै गर्छु अरे फाइनली। अनि पछि अनि हातहरू समातेर मलाई त उसलाई सरी सबै कुराहरू भने। अनि ल कर ल्याइदिए म गरिदिन्छु भन्यो। अनि दादा तँलाई थाहा छ म सक्दिनँ, म बुढो मान्छे हो भनेर। अभियसली मलाई थाहा छ ऊ सक्दैन, म गरिदिन्छु। तर भाइ प्यार से कहेंगे नहीं भाइ, सारे जहाँ को भाइ तेरे कदमों में रख देंगे भाइ। हुन्छ नि भाइ, प्यारले बोलिसकेपछि हरेक कुराहरू गर्न सकिन्छ। सो प्यारले बोलेन, ऊ लाउडली गयो, त्यसपछि मेरो पनि आपा पापा गइहाल्यो होइन। अनि के गर्नु आने अब फाइनली अहिले गर्दैछु। बिहानको 7 बजिरहेछ, घाम निस्क्यो, परबाट घाम निस्किसक्यो, यहाँ घाम लागेको छैन, गरिदिने होइन। त्यो काम छैन, आधा घन्टाको काम, समथिङ आधा घन्टा जति, आधा घन्टा काम हो। अस्ति पनि गरेँ, तर कहिले खुसी हुँदैन यार, जति गरिदिए पनि खुसी हुँदैन यार, जति गरिदिए पनि खुसी हुँदैन। अनि त्यो चाहिँ मलाई रिस उठ्छ के, गरिदिएर पनि के भन्छ आई डोन्ट नो के भन्छ, तर खुसी हुँदैन नि, मलाई त्यसमा नराम्रो लाग्छ क्या। सो फाइनली गर्नु खोजिरहेको छु, कलर अब आफ्नो घरमा त गर्नु पाएन, अरूको घरमा गरिरहेको छु। चलो হয়ে গেল আজকে জেনে হয়ে গেল কালকে জেনে দেখবো।